हजुर ताजा मासु ल आजको सबै त्यस्तो हामीले यतातिर गराउनु लाग्छ यतातिर पार्को गराएको बुढीको हात्ती मिल्छ त मलाई बोलायो त्यसलाई के बनायो भने म आइयो त्यबाट आइयो एउटा हाँस यहाँ छ छोबै ल्याउनु पर्यो अब पल्ने कसले भन्थ्यो पार्क भाइले मलाई सुनेको थिएँ यस्तो त हाम्रो साथीभाइहरूमा छिटो हुन्छ क्या प्रचार फेरि भयो भने त्यो त कहाँ हो भन्ने कन्फ्युज थिएँ म ठिकै छ सम्मति गर्दा पैसा लाग्छ अरे त्यो ऊ निकुञ्जन पर्दैन थियो बुझ्नुभयो मञ्चले कतै बस्यो भने बुझ्नुभयो खिच्यो विपिन यस दादा मलाई खुवाइदिनु मेरो साथी आज गुसालीले धरेर भन्दै थियो कि जुवा लाग्यो ल भयो विपिन दादा ह्याप्पी बर्थडे मैले गराइदिरहेको छु कति जित्यो तिम्रो बर्थडे ल तपाईँको बर्थडे पनि छोटो भने त गाईले किन हतार भास्तरी बर्थडे सुरुमा हो साइला हो ल नानीहरूलाई दिन्छ ह्याप्पी बर्थडे राजा धेरै धेरै भगाउनु त्यो भन्नु भएन ल GURU ल सबै हेर्नु ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु दाइ नन्दी दाइलाई पनि सन्देश फ्यान नपुरै भयो यही हो के गुरु लेख्नु भएको छ बसको यो नयाँ